त खेलिनँ घाममा। ओहो ल यसपालि चाहिँ खेलिनँ, नेक्स्ट टाइम आउँदा खेल्नु पर्ला सर है। हेलो नमस्कार, फेरि पनि स्वागत छ यहाँलाई सर्जन थापा मगर युट्युब च्यानलमा। आज चाहिँ हाम्रो श्रीलङ्का टुर डे 4 रहेको छ अनि हामी चाहिँ डे 4 को आज भ्लग हामी यति बेला सुरु गर्दैछौँ सन्तोष सरको र मेरो साथमा। र अहिले डे 4 को हाम्रो पहिलो हाम्रो आजको साइड सिन चाहिँ यो लोटस टेम्पलमा रहेको छ। लोटस टेम्पल म यहाँहरूलाई देखाउन जाँदैछु। आहा लोटस ल यो चाहिँ लोटस टेम्पल रहेको छ। अब हामी माथि जान्छौँ कि यहीँसम्म, यहाँबाट मात्रै हेर्ने हो? यहीँबाट मात्रै हो? ल भनेपछि अब ल यहीँबाट म चाहिँ देखाउन चाहन्छु लोटस टेम्पल। है त ल अहिले चाहिँ हामी अर्को अघिको लोटस टावरबाट त्यो फेरि नयाँ ठाउँमा आएका छौँ। थाहा छैन यो के भन्छ, यो ठाउँलाई नाम के भन्छ? यो चाहिँ त्यहाँ लेखेको छ हजुर त्यसले इन्डिपेन्डेन्स मेमोरियल हल। यो श्रीलङ्कालाई चाहिँ तीनवटा राष्ट्रले चाहिँ पहिला रुल गरेर रहेछ, ब्रिटिस, पोर्चुगल र हजुर डच भनेर। यिनीहरू जर्मनी हो ल टुर गाडीको भनाइअनुसार। हजुर करिब कति साल चाहिँ रुल गरेर पछि चाहिँ 1948 चाहिँ हजुर यो चाहिँ फ्रिडम भएर मिलेर यो देश फ्रिडम हुँदाखेरिको यो भवन के त? यहाँबाट चाहिँ यसको चाहिँ यहाँ परेड गर्ने ठाउँ रहेछ कि हाम्रो नेपालको कुन खेल भने जस्तै। ल है त म देखाउन चाहन्छु तपाईँहरूलाई। यो अत्यन्तै रमाइलो, यो चाहिँ राम्रो छ। यहाँ फोटो पनि राम्रो आउँछ। तपाईँहरू फोटो चाहिँ ल्याम्प खिच्नु होला झ्याप्का झ्याप। म चाहिँ यो देखाउन जाँदैछु उता अगाडिबाट। ल यो चाहिँ ओ अगाडि उता रहेछ, पछाडिबाट आएछ हामी। ल यो चाहिँ फ्रन्ट साइडबाट देखिएको यो ठाउँ है। जस्ट बनाउँदै रहेछ। ल ल है हामी चाहिँ ल है त ल श्रीलङ्का डे 4 रहेको छ आज। ल है त ल श्रीलङ्का चाहिँ डे 4 रहेको छ। आज हामी घुम्दैछौँ। अब हेर्दै जाउँ कुन कुन ठाउँ कस्तो कस्तो ठाउँ आउँछ। अहिले चाहिँ हामी एउटा ठाउँमा आइपुगेको छौँ यति बेला है। यो चाहिँ बुद्धको मूर्ति भन्नमा चाहिँ सुन्नमा आएको छ। बुद्धको मूर्ति र विशेष बुद्धको मन्दिर भन्नमा आएको छ। के रहेछ सोधौँ। ये जो लॉर्ड बुद्धा श्रीलंका में 3 जगह आया था। हजुर वो उसमें एक जगह यही है, गौतम बुद्ध बोलता है खेलेनिया टेम्पल। क्यालेनिया टेम्पल। लेट्स गो। त्यहाँ उस ध्यान सुरु भइसकेको छ। आउनु हामी यो हेर्ने पनि छौँ र एकछिन चाहिँ टाइम मिलेसम्म 5 मिनट भए पनि हामी ध्यान पनि गर्ने प्रयास गर्नेछौँ। हेरौँ कस्तो हुन्छ है। माहौल कस्तो भन्छ सुन्नुभयो? समय मिले 5 मिनट भए पनि ध्यान गर्ने हो क्या होइन। हाम्रो देशको लुम्बिनी भने जस्तै यहाँको चाहिँ क्यालेनिया टेम्पल रहेछ। बुद्धको लड पटक आएको रे बुद्ध चाहिँ यहाँ 3 पटक आएको रहेछ। मान्छेले ल हेरौँ न यार, हाम्रो देशमा त जन्मै भएको नि त बुद्ध यार है। हामी कति त्यसलाई राम्रोसँग उस गर्दैन, तर यहाँनिर 3 पटक आएको भरमा ठाउँ हिट भइरहेछ क्या होइन मान्छेले। हामी त बुद्धमा जन्मेको हामी हौँ नि। यो हेर्नु नि हिँड्ने यस्तोमा हो क्या। बुद्धमा जन्मेको मान्छे हामी। लाउनु
अब यहाँनिर चाहिँ म चाहिँ देखाउने छु यहाँहरूलाई। ध्यानमा छ सबै। मान्छेहरू चाहिँ यसरी ध्यान गर्दा रहेछ है। हात्ती पनि छ यहाँनिर। अब यता देखाउन चाहन्छु म। यहाँ चाहिँ हात्ती भएको रहेछ। ठुलो रहेछ क्या हो? ठुलो रहेछ है? हो यता यता पनि रहेछ। सन्तोष सर यताबाट जाउँ अब। यो मान्छेलाई हिँड्दाखेरि नै यो राम्रो उस फिल आओस् भनेर हो कि होइन? यहाँनिर चाहिँ सबै हामी यो डुलाउँदैछौँ। हेलो यहाँनिर चाहिँ बुद्ध चाहिँ तपाईँहरूले सुनिसक्नु भएको छ। बुद्ध चाहिँ 3 पटक आएको र यो ठाउँमा है, ध्यानको लागि हो अथवा त्यति बेला बुद्ध के को लागि आयो होला सर 3 पटक यहाँ? आफ्नो ज्ञान बाँड्न आयो। बाँड्नलाई संसार घुम्नु भएको नि त। ज्ञान बाँड्न आयो कि ऊ त्यति बेला ध्यान बस्न आयो? बाँड्न दुइटै होला। ध्यान बस्न आयो होला, किनभने यो त एकदम एरिया त यो हाम्रो नेपाल जस्तै जङ्गलले होइन भरिएको रहेछ नि त यो ठाउँ। त्यसले गर्दाखेरि जङ्गल प्रकृतिले भरिपूर्ण ठाउँमा ध्यान बस्न सजिलो हुन्छ। तल जाउँ है अब है। ल यहाँनिर चाहिँ भिड चाहिँ निकै। बुद्ध भिडियो गर्न पाइन्छ होला नि है? हात्तीको त यार है हो है। श्रीलङ्का आएर बुद्धको यो ठाउँमा आएर हामीलाई यति महत्त्व दियो नि त होइन? श्रीलङ्का हामी घुम्न आएको मान्छेलाई उनीहरूले यो बुद्धको मन्दिरलाई यति महत्त्व दिएर हामीलाई घुमाउन ल्यायो भने हाम्रो देशमा त बुद्ध जन्मेकै ठाउँ हो त यार। मलाई त अहिले त्यो लुम्बिनी कहिले जाउँ भइसक्यो क्या। होइन लुम्बिनी त गएको छु कि फेरि पनि अलि पहिला चाहिँ अब स्कुल लेभलमा गएको, फेरि पनि अलि जाउँ जस्तो चाहिँ भइसक्यो कि मनमा। जानुपर्छ धेरै, यो त के पनि भन्नुपर्छ कि त्यही हाम्रो लुम्बिनीमा यस्तो छ कि धेरै छ कि यति ठुलो तर एरिया छ कि हेर्नु न अब यहाँ मान्छे आउँछ नि त्यहाँ। यहाँ केही पनि होइन, तर पनि यति धेरै भिड छ मान्छेहरू है भने हाम्रो ठाउँ त झन् त्यो त मोस्ट इम्पोर्टेन्ट बुद्ध जन्मेको देश, जन्मेको देश, बुद्ध जन्मेको ठाउँ हो नि त। त्यो बुद्ध जन्मेर हिँडेको 7 पाइला छ, त्यो हेर्नुभयो? म त्यहाँ धेरैपल्ट गएको छु। त्यो त नि त्यो चिजहरू छ है, कति इतिहास छ, जान मन लाग्यो। अब छिटै नै नेपाल फर्के पछाडि चाहिँ म चाहिँ जानेछु सर मिलेसम्म होइन, सँगै जानेछौँ मिलेसम्म। ल हामी अब ध्यानमा मस्त हुनु चाहिँ भिडियो अब अफ हुन्छ होला। सदानंद पेटमाता कुचेला मराठा मैं जाता तो कि बोली वहां से कि चैत्र राजा सूर्य साफा
स्वर्गम सापा महदा मुगल प्रत्यागत प्रतिमा थाईलैंड राज्य महाविहार स्थानीय प्रति सांस्कृतिक कथेको सभा आलोक कथेको सभा स्वर्गम तापा में कुमार मनीय पार्वतीय कुमार नैन्यंत में आसुतुम दुर्लभ महागु पुण्य कारणीतिने एक से हम मोदा मेवा नेपाल र सिद्ध यहाँनिर चाहिँ एउटा चेक गर्छु यसो गरेर अरे के यो चस्मा लगाएरले हुन्न क्या यो एकदम राम्रो देख्ने छ यो चाहिँ मस्तो के हो भनेको थाहा भएन भगवानको झोला जस्तो लाग्यो अलिक ल अहिले चाहिँ हामी यो बिचमा आइपुगेका छौँ अब हेरौँ यहाँ चाहिँ घाम अलि बढी नै चर्को छ खेल्नु भयो खेल्ने कि नखेल्ने खेल्ने सक्नुहुन्छ घाममा अब घाम चाहिँ अलि बढी नै चर्को लागेको छ त्यसले गर्दाखेरि हेर्छौँ हामी लेट्स सी के हुन्छ खेल्न नि सकिन्छ नखेल्न नि सकिन्छ अब खेल्न नि सकिँदैन बस्न नि सकिँदैन मान्छे त गछ त यार उतु उतु यार भर्खर खाना खाएको छ कि त्यही भएर हो त्यो बिचमा के को मूर्ति हो त फेरि ठुलो रहेछ त्यो त बहुत ठुलो रहेछ यहाँ त यसमा खेल्न पाउँदैन बरु यसमा दाइ यस्तो घाममा खेल्न सकिन्छ त यार म त खेलिनँ यो घाममा ओहो ल यसपालि चाहिँ खेलिनँ नेक्स्ट टाइम आउँदा खेल्नु पर्ला सर है पछि खेल्नु पर्ला पछि आउँदा खेल्नु पर्ला क्या आज त नखेलौँ अब देश विदेश त हामी आइरहन्छ के अरे अर्कोचोटि आउँदा खेल्नु पर्ला ल हामी आगोमा आउने आगोमा आउँदा खेल्नु पर्ला यही रहेछ कि त्यो उसमा देखाएको है ओ त्यहाँ कस्तो राड देखाएको है मेरो भर्खर कता उडा केही त राम्रो आएको छैन हावा चाहिँ एकदम मजाले आउँदो रहेछ सन्तोष सर हामी हो त्यो रुखको शीतलामा जाउँ है त्यहाँ बसेर एकछिन हेर्ने के यो बालुवा यस्तो हो बालु यस्तो हो नि समुद्रको बालु यस्तो रहेछ यो नुन हो क्या यो त नुन जस्तो छ त यार नुन हुन्छ नि यसमा त्यो नुनिलो हुने है यो दुबईमा चाहिँ बालु सेतो हुन्थ्यो यहाँ चाहिँ रातो रातो छ कि फरक हुँदो रहेछ ठाउँ अनुसार यो त यार नुन जस्तो छ बालुवा पनि यार ल अब ऊ यहाँ नि बस्ने ठाउँहरू चाहिँ त्यहाँ बस्नु दिन्न होला दिन्छ नि शीतलमा नत्र नदियो रुखको त्यो रुख कटर रहेछ नि के कटर हो के हो त्यस मुनि जाम दिन्न भने दिन्छ भने चाहिँ यहाँ जाम उयो शीतलमा के र जाम त्यहाँनिर त्यो हाम्रै टोली होइन ल है त ल है त ल वाडिया हाम्रै टोली हो सुतेर बस्यो बियर खानु तपाईँ अब म चाहिँ खाना नमस्ते ल भन्नु नमस्ते नमस्ते श्रीलङ्का श्रीलङ्का
आइबोन Thank you. थ्याङ्क यू What's the menu card? मेनु कार्ड Beer here. Beer here. Yeah, how much? Land lager 1,000. Bottle. Big, small, Oh, big Small. bottle. small. Small no. No small. No. वाह यार तर्सिन गरेर यस्तो रेल आउँदो रहेछ मैले हरन बजे सुनेपछि भेट गरेँ हमको बेचना चाहिए हाँ बुझ्यो हाँ वो हाम्रो वो सन्तोष जी है ना अभी श्रीलंका में आके हम भी श्रीलंका का बियर किया बस थोड़ा कैसे एडजस्ट करने के लिए इतना नहीं हम लोग नहीं पीता है कभी कभी बस ऐसे मज़ा करने के लिए तो चीयर्स वाईफाई चीयर्स वाईफाई चीयर्स वाईफाई बहुत अच्छा है ना और उसके बाद अच्छा दोस्ती हो गया क्योंकि वो भी हम भी एक ही पलटन में था पहले दुबई वाला पलटन अभिलेना मातेको हुँदैन सम्बन्ध उनीहरू अभिलेनामा ए भेटेन नि राति हिँड्यो नि दुबई हिँड्यो mau Dubai dia मैं दुबई कर दी mang itu putang ngara mana ngai tiga मैं ya negara paling dulu dia oh हिंदी नहीं समझते इसको समझ में आ रहा है लेकिन उसको इंग्लिश में थोड़ा इंग्लिश में क्या ये इंग्लिश अपना इंग्लिश I was okay I was in Dubai before long year हो he also there in भिक्टोरिया हो पैसा काट्छ उता 98 24 40 53 72 मा फोन गर्नु त before I work in hotel restaurant अन्डा म विदेश छु अहिले बाहिर छु तपाईको फोन अहिले 1 घण्टामै 100 रुपैयाँ 200 रुपैयाँ Abu काट्छ Dhabi National Oil Company 1 मिनेटमै I worked there many years 18 years 180 I left in 2018 so 2000 में गया 2001 में गया 2001 में जाके 2018 में वापस आया हेलो अहिले चाहिँ हामी रहेका छौँ क्रुजमा अनि आज चाहिँ हाम्रो डिनर चाहिँ यो क्रुजमा रहनेछ अनि यो चाहिँ लगभग 2 घण्टा जति चाहिँ यो क्रुज चाहिँ यो समुद्रभरि चाहिँ हिँड्छ अरे अनि हामी चाहिँ यसमा चाहिँ डिनर गरिन्छ आज क्रुज डिनर रहेको छ फेरि कपिराइट लाग्छ He is a YouTuber, a blogger. So can you tell something about this cruise? I am Captain Sirivadan. This is a houseboat. This boat have 3 rooms and one upstairs. Upstairs is party floor. Where do we have front area is there. So go back, sir. Go back. Can we sit? I go, ma'am. Welcome on board. So this is the front area. Front area. What do you call this one? This is cockpit. This is a wheelhouse. Cockpit. This is control room. Control room. Rooms. Down. Down रहेछ क्रुजमा यो चाहिँ सुत्ने रुम बाथरुम उताको रुम होला Look boat, body boat to be bus. आज चाहिँ हाम्रो क्रुज डिनर रहेको थियो आज हाम्रो अन्तिम नाइट पनि हो हैन आज श्रीलङ्का हाम्रो अन्तिम नाइट हो आज चाहिँ अनि भोलि चाहिँ बिहानै हामी नेपाल फर्किन्छौँ आज चाहिँ क्रुजमा हाम्रो डिनर थियो कस्तो भयो दाइ एकदमै रमाइलो यो त मेरो अब फर्स्ट अनुभव हो हजुर मेरो सबै सम्पूर्ण अभिज्ञता सर म्याडमहरूलाई चाहिँ यो प्रोग्राममा यस्ता खालका स्किमहरू आउँदाखेरि जसरी भए पनि एटेन्ड हुनपर्छ त्यहाँ चाहिँ पुग्नुपर्छ भन्ने चाहिँ अनुभव भएको छ र सम्पूर्ण सर म्याडमहरूलाई चाहिँ मैले त्यसको लागि चाहिँ हार्दिक अनुरोध गर्दछु र एकदमै रमाइलो भयो सर ल एकदम हामी पहिलो हाम्रो यो भेट पनि हो यो यात्रामा तर हामी यति घनिष्ठ हामी चाहिँ सम्बन्धमा चाहिँ बाँधिएका छौँ सबै साथीहरूसँग है एकदम रमाइलो भइरहेको छ सन्तोष सर कस्तो भयो एकदमै रमाइलो भएछ ल है त सर नाचेको खेल्न पाइएन नाचेको म्युजिकले गर्दा म्युजिकले कपिराइट लाग्ने भएको कारणले गर्दाखेरि चाहिँ हामीले नाचेको चाहिँ भिडियोहरू चाहिँ राख्न पाउँदैन र कति भिडियोहरू चाहिँ हामीले हाल्न पाउँदैन म्युजिक बजेको छ भने किनभने कपिराइट लाग्छ त्यसले गर्दाखेरि सर
एकदम एकदम राम्रो थ्याङ्क यू सो मच रमाइलो भयो साथहरू सबैको मेचीदेखि महाकालीसम्मको सहयात्रा एउटै बसमा 5 दिनदेखिको निरन्तर हाम्रो यात्रा एकदम उत्कृष्ट रह्यो र यो मेमोरी क्याप्चर गर्नको लागि मान्छेको एउटा जिन्दगी नै जान सक्छ तर हामीहरूले छोटो समयमा पुरै जीवन बिताए जस्तैको महसुस भएको छ सर हजुरलाई पनि धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच थ्याङ्क यू सर हाम्रो टिका सर हुनुहुन्छ How उहाँ are you? So our I'm journey is fine. Yeah. Okay. Unfortunately, it's a heavy rain. That is Yeah, very yeah, good yeah, news. yeah. The Every evening time is very better. It's sunset cruise. Our cruise is sunset cruise. Start the 4:30 Yeah, yeah. and very beautiful sunset. Evening time. Now is the darkness. हामी चाहिँ अलि समयमा आएको भए 4 बजे 5 बजे आएको सनसेटहरू चाहिँ राम्रो देख्न सक्थ्यो तर हामी त्योभन्दा ढिलो भएको कारणले गर्दाखेरि अँधेरो भइसकेको कारणले गर्दाखेरि अनि त्यस पछाडि ठुलो पानी परेको कारणले गर्दाखेरि चाहिँ भने जस्तो त्यस्तो रमाइलो त्यस्तो भने जस्तो चाहिँ भएन होला भन्नुभएको छ हाम्रो यो क्रुजको हाम्रो पाइलटले चाहिँ है जोस् हामीले चाहिँ अँधेरैमै भए पनि एकदम इन्जोय लियौँ रमाइलो गऱ्यौँ नाच्यौँ खायौँ क्रुजभित्र ओके भन्दै आजको भिडियो म चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै ओके बाई 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 ओके म यति बेला चाहिँ यही उमेरले चाहिँ उहाँ 70 वर्ष पुगिसक्नु भएको छैन उमेरले चाहिँ 70 वर्ष पुगिसक्नु भएको छ र पनि उहाँ चाहिँ 16-17 वर्षको उमेरको यङ मान्छे झैँ गरेर उहाँ चाहिँ खटिराख्नु भएको छ आज 4-5 दिन हामीसँगै उहाँलाई म देखाउन चाहन्छु यता आउनुहोस् त अब इधर आपको हिंदी आता है हिंदी नहीं आता है हिन्दी इंग्लिश इंग्लिश ल इंग्लिश बोल्नुहोस् त टेल समथिङ अबाउट यु You are so energetic स्ट्रङ and strong. व्हाट इज योर नेम Pala. हाउ ओल्ड आर यु 68. 68 60 years old. Okay. 68 68? Yeah. 68. Oh, 68. Around नेपालमा भत्ता 70. खाइसक्यो नेपालमा चाहिँ होइन नेपालमा चाहिँ पेन्सन खाने भइसक्यो बेला भत्ता खाने वृद्ध भत्ता खाने बेला भइसक्यो तर उहाँ चाहिँ यस्तो मजाले चाहिँ खटेर काम गर्नुभएको छ उहाँको बडी पनि यस्तो बवाल छ दामी छ युआर सो लाइक अ यङ युआर लाइक अ यङ के भन्छ भन्नु एकदम खुसी लाग्यो वी आर सो ह्याप्पी विथ यु एन्ड थ्याङ्क यू सो मच Thank you. फर all. फर ऑल द ह्याप्पी टुर Happy tour, Yes. happy tour for goes to पाल Pala. Pal. Pala. Pala 68 year old young boy पालाहरू सबै छाला आएकै छैन त्यो भएर ल थ्याङ्क यू Thank you so much. अनि उता हाम्रो गुरु हुनुहुन्छ गुरु पनि एकदम भेरी नाइस एकदम हेलो गुरु हाउ आर यू फाइन हैव यू टेकन डिनर ओके जल्दी कीजिए इधर वहाँ चाहिँ हाम्रो एकदम प्योर हाम्रो फुल एकदम रमाइलो रोमान्टिक चाहिँ हाम्रो गाइड एकदम चकाचक चकाचक सञ्जीवनी बुटी ल जाउँ सबैजना आइसक्नु भएछ ल जाउँ है त ल है त ल दुश्मन हेर